हेलो साथीहरू, आज म चाहिँ यो फ्लावर बनाउन गइरहेको छु। तपाईहरुलाई पनि यदि मन पर्छ भने स्टेप बाइ स्टेप सिकाउँछु, हेर्नु है। मैले चाहिँ यो दुईटा कलरको धागो लिएको छु अनि यसले चाहिँ त्यो बिचको सानो भाग बनाउँछु, यसले चाहिँ बाहिरको फ्लावर बनाउँछु अनि यसले चाहिँ यो मैले युज गरेको कुर्स चाहिँ 0.7 not focusing 0.7 mm को हो, 0.7 mm को हो। ल लेट्स स्टार्ट। सबैभन्दा पहिले हामीले यसरी लिने है। तपाईहरुलाई यदि क्रुस चलाउन आउँछ भने यो फ्लावर बनाउन चाहिँ एकदमै इजी छ। अनि यसरी लिने क्रुस अनि त्यसपछि यसरी बटार्ने एकचोटी अनि 1 2 3 4 5 चेन सिम्पल 5 चेन लिने। 5 चेन लिइसकेपछि टक्क यो पोइन्टमा यसरी छिराउने, छिराएर टक्क यसलाई बाँधिदिने के कसिदिने अनि टक्क यसरी कसिदिने, एउटा रिङ बन्छ। अनि फेरि यसरी त्यहीँबाट टक्क लिने के यसरी। यो यसरी चाहिँ सिंगल क्रुसेल चाहिँ हामीले 12 वटा लिनुपर्छ। 2 3 4 5 ल मैले चाहिँ 12 वटा सिंगल क्रुसे गरिसके, बनाइसके। अब टक्कै यो बनाइसकेपछि चाहिँ अनि यहाँबाट यसरी छिराएर यहाँ कसिदिने अनि कसिसकेपछि अनि यसपछि चाहिँ 1 2 3 सिंगल क्रुसे बुन्ने। बुनिसकेपछि त्यही पोइन्टबाट हामीले जुन जोडेको छ त्यही पोइन्टबाट हामीले यसरी यस्तो गरेर यसरी लिने अनि फेरि यही पोइन्टबाट हामीले 3 चोटि लिनु पर्ने हुन्छ। यसरी 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 यसरी। अब यहाँ तीनटा हामीले तीनटा यहाँ लिइसक्यौं। तीनटा लिइसकेपछि फेरि यहीमा हैन, यो पोइन्टबाट यो अर्को पोइन्टबाट हामीले अर्को चेनबाट यस्तो